कैलाली सदरमुकाम धनगढीमा प्रथम कैलाली जिल्ला खुला फेन्सिङ प्रतियोगिता हुने भएको छ। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ कैलाली जिल्ला फेन्सिङ सङ्घको आयोजनामा यही असार 14 गते प्रतियोगिता हुने भएको हो। आयोजक कैलाली जिल्ला फेन्सिङ सङ्घले धनगढीमा पत्रकार सम्मेलन मार्फत प्रथम जिल्ला स्तरीय फेन्सिङ प्रतियोगिता हुने जनाएको छ। फेन्सिङका कोच दिनेश पाण्डेले इपी र सेबर विधामा खेल खेलाइने बताउनुभयो। यसमा चाहिँ हामीले दुईवटा इभेन्ट इपी र सेबर, अब यसमा व्यक्तिगतमा सबै खेलाडीहरूले सहभागिता जनाउँछ र यो चाहिँ ग्रुप गेम पनि हो। यसमा चाहिँ टिम इभेन्टमा तीन जनाले एक टिममा चाहिँ 3 जना हुन्छ। त्यसै गरी सेबर पनि त्यही हो। अब यसमा चाहिँ कोही यो इपी र सेबरमा चाहिँ थोरै गेम खेल्ने र पोइन्टको चाहिँ थोरै भिन्नता छ। इपीमा चाहिँ तपाईको होल बडी टार्गेट हुन्छ। टार्गेटमा चाहिँ तपाईको 750 ग्राम त्यो सोडमा हाम्रो चाहिँ टिप हुन्छ। त्यसले चाहिँ अपोनेन्टको चाहिँ यो बडीमा चाहिँ टच गरेर 750 ग्राम प्रेसर पर्यो भने उता डिभाइसले चाहिँ पोइन्ट डिटेक्ट गर्छ। अनि अर्को सेबर चाहिँ तपाईको टच गर्यो भने मात्रै पनि त्यसको चाहिँ टार्गेट भनेको अप्पर बडी, कम्मरभन्दा माथि टाउकोसम्म हुन्छ। कैलाली जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष जगत बहादुर शाहीले प्रतियोगिता असार 14 गते धनगढीको खुला मञ्चमा खेलाइने बताउनुभयो। उहाँले प्रथम, द्वितीय र तृतीयलाई क्रमश 10,000, 8,000 र 5,000 नगद पुरस्कार दिइने बताउनुभयो। फेन्सिङ प्रतियोगिता चाहिँ यही कबडलमै गराइनेछ। यसको यही धनगढी कबडलमा अनि प्रथम पुरस्कार 10,000, दोस्रो चाहिँ 8,000, त्यसै गरी 5,000 क्रमशः छ। सुदूरपश्चिम स्तरीय फेन्सिङ सङ्घका अध्यक्ष त्रिलोक पाण्डेले फेन्सिङ खेलाडीलाई अन्तर्राष्ट्रिय खेल खेल्न सजिलै अवसर पाउन सक्ने बताउनुभयो। अरू खेल दोजाङ जिल्ला, प्रदेश, राष्ट्रिय खेलपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाइन्छ भने फेन्सिङ खेल प्रदेश, राष्ट्रिय खेलेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन सकिने अध्यक्ष त्रिलोक पाण्डेले बताउनुभयो। धेरैलाई फेन्सिङ खेलबारे थाहा नै छैन, त्यसलाई चिनाउन पनि यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पाण्डेको भनाइ छ। यो खेलको सम्भावनासँगै चुनौती पनि छ। पाण्डेले भन्नुभयो, यो खर्चिलो खेल हो, यसको ड्रेस अत्यन्तै महँगो पर्छ। यद्यपि ओलम्पिकसम्म जाने योभन्दा सजिलो अन्य खेल छैन। यो गेम भनेको ओलम्पिक स्पोर्ट हो। अब ओलम्पिकसम्म जाने योभन्दा सजिलो गेमहरू नेपालमा सायदै छन्। त्यसमा तपाईँको पूजा कुमार भन्ने अस्ति उसले कोरियामा भएको एउटा च्याम्पियनसिपमा भाग लिने मौका पायो। अब उसको पासपोर्ट टाइममा बनेन। त्यो भयो अस्ति भर्खरै पनि हाम्रो एसियन च्याम्पियनसिपको लागि पनि यहाँको खेलाडीहरू परेको थियो, कोच पनि परेको थियो। त्यो प्राविधिक कारणवश त्यो सम्भव भएन होइन। मैले भनिहालेँ यो महँगो पनि छ, तर अलिकता त्यो त्यति महँगो पनि छैन कि एउटा एसियन गेम खेल्ने, साफ गेममा छ, यो एसियन गेममा छ, ओलम्पिक्समा छ भने एउटा खेलाडीलाई अलिकता हामीले पुस्ट गरिदिने हो। यहाँको खेलाडीलाई भनेपछि साफ गेमको त मेडलिस्ट हाम्रै सामने हुन्छ होइन। एसियन गेममा, ओलम्पिक्समा पनि जान सक्ने र आफ्नो भनौँ न मेडल ल्याउन सक्यो भने एउटा इतिहास रच्न सक्ने सर्ट वे छ कि। करातेमा खेल्नु पऱ्यो भने के छ, डोजोबाट पहिला एउटा क्लब भनेको डोजो, त्यहाँबाट म उदाहरण दिन्छु, त्यहाँबाट जितेर आउनु पर्यो। त्यहाँबाट जितेर 1 जना आउँछ, त्यसपछि त्यो आउँछ पालिका स्तरमा, पालिका स्तरमा जितेर फेरि 1 जना मात्र पाउँछ जिल्ला स्तर खेल्नु। जिल्ला स्तर खेल्छ, जिल्ला स्तरमा जितेर 1 जना आउँछ तपाईँको यो प्रदेश लेभल खेल्नु। प्रदेश लेभल जितेर 1 जना जान्छ नेसनल खेल्न। त्यो नेसनलमा 7वटा प्रदेश, 3वटा विभाग गरेर 10 जना खेलाडी हुन्छ। 10 जनामध्ये 1 जना जानु पाउने हो। सुदूरपश्चिममै करातेका 15,000 खेलाडी छन् होइन। त्यो 15,000बाट नेसनलसम्म त सुदूरपश्चिमको 1 जना पक्का जान्छ, तर त्यो नेसनलभन्दा अगाडि जाने हो जाने फिक्स छैन, किनभने त्यो 10 जनामध्ये उत्कृष्ट हुनुहुन्छ। तर अहिले किनभने भोलिको दिनमा फेन्सिङको पनि त्यही अवस्था हो होइन। विकास हुँदै जाँदा यो त यहाँ त हाम्रो 46 सालभन्दा अगाडिदेखि कराते भयो, ताइक्वान्डो त अझ अगाडिदेखि भयो होइन। र वडासम्म हरेक तबकासम्म विद्यालयसम्म यो स्पोर्ट्सहरू पुगे र यो अवस्था भयो। तर अहिले फेन्सिङमा अहिलेलाई के छ भनेपछि एउटा पायोनियर जस्तो उहाँहरू सुरुवात गर्नेहरू हुनुहुन्छ, हामी भनौँ सुरुवात गर्ने यो प्रदेशमा छ भनेपछि हाम्रो लागि पनि एउटा अवसर हो यो। र खेलाडीका लागि पनि अवसर के हो भनेपछि तपाईँको कराते
उदाहरणको लागि कराते खेल्यौँ, तर कराते एसियन गेम्स हुन्छ, अहिलेको लस एन्जलस ओलम्पिकसम्म छैन। त्यसपछि अस्ट्रेलियामा चाहिँ हुने ओलम्पिकमा चाहिँ राखेको छ, अस्ति जापानमा हुने ओलम्पिकमा थियो। भनेपछि यो रेगुलर ओलम्पिक स्पोर्ट होइन, हामीले चाहेर पनि त्यो ओलम्पिक खेल्न सक्दैन। तर फेन्सिङको खेलाडीले सक्छ, त्यो अलिकता राम्रो हुने हो भने त्यो सक्छ। त्यो मौका अहिले कति सजिलो छ, सिधै उसले अझ भन्यो भने अहिलेको हिसाबले त सिधै प्रदेश स्तरीय प्रतियोगिता गरेर। सुदूरपश्चिममा 2079 सालमा 2 दिने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप आयोजना गरिएको थियो। प्रतियोगितामा बागमतीका 12, सशस्त्र प्रहरीका 10, कोशीका 17, गण्डकीका 14 र सुदूरपश्चिमका 18 गरेर 71 जना खेलाडीको सहभागिता रहेको थियो। फेन्सिङ प्राचीन तरवारबाजी कला हो। 4000 वर्ष पहिले इजिप्ट, चीन, ग्रिस र भारतमा तरवारबाजी लोकप्रिय थियो। प्रत्येक आधुनिक ओलम्पिकमा निरन्तर हुँदै आएको 4 खेलमध्येको फेन्सिङ पनि एक हो। फेन्सिङ खेलमा धैर्यता र सुझबुझ र चातुर्यताको आवश्यकता रहन्छ। कैलालीमा विक्रमसम्म 2078 सालबाट खेलाउन सुरु गरेको फेन्सिङ खेल कैलालीमा विक्रमसम्म 2078 सालबाट खेलाउन सुरु गरिएको फेन्सिङ खेल नेपालमा भने सन् 2015 मा प्रवेश भएको थियो।